सो हेलो फ्रेन्ड्स वेलकम साथीहरू, तपाईँहरूलाई स्वागत छ। आज म र चाहिँ मामा चाहिँ गएर चाहिँ रत्नगर चितवनको मौसममा घुम्न जानु लागेको। अनि त्यही भएर चाहिँ हामी चाहिँ बाइकमा बस्यौँ। बाइकमा बसेर म चाहिँ क्यामेरा खिच्दै, मामा चाहिँ बाइक चलाउँदै होइन, बाइक चलाउँदै सरेर गयो। चिसो चिसो थियो मौसम, अनि चिसो भएको थियो मौसम पनि। अनि त्यहाँको त्यो हेर्दाखेरि पनि मोस्ट अफ द टाइम चाहिँ म चाहिँ धेरै घरबाट बाहिर चाहिँ जान खोज्दिनँ, रमाइलोमा पनि जान खोज्दिनँ। अनि त्यो हुँदाखेरि चाहिँ मामा आउँदाखेरि चाहिँ ल भान्जा जानु पऱ्यो। मलाई मौसममा जाँदाखेरि चाहिँ एउटा कपडा मन पऱ्यो। म खासमा मामा र मम्मी चाहिँ जानुभएको हो मौसममा एक दिन अगाडि। अनि मामालाई खुब मन पऱ्यो कि एउटा ज्याकेट। अनि फेरि त्यति बेला आइहाल्नु भयो। अनि त्यसपछि घर आएर चाहिँ मन पऱ्यो भान्जा के अनि मम्मी तिम्रोमा भएर जाऊँ भन्नुभयो। अनि त्यही भएर बाइकमा सर हामी गयौँ रत्नगरमा मौसममा। अनि त्यहाँ जाँदाखेरि त म त अचम्म परिरहेको। त्यहाँ जनकपुरको मन्दिरको गेट गराएको होइन, पार्किङ ठाउँ पनि राम्रो गराउँदो रहेछन्। बिहानमा हामी गएको थियौँ लगभग 9-10 बजीतिर खानासाना खाइगरी। त्यहाँ चाहिँ लगभग पुरै शान्त, अलि शान्त थियो क्या। नर्मली मौसममा के हुन्छ भन्दाखेरि धेरै नै हुन्छ नि त मान्छेहरू, तर त्यति बेला चाहिँ त्यस्तो साह्रो भिडभाड चाहिँ थिएन। अनि त्यति बेला एकदम रमाइलो पनि भएको थियो। अनि टक्क टिकट काटियो हामीले। अनि टक्क 30 रुपियाँ जति। त्यसपछि हामी चाहिँ टक्क लाएर गयौँ, कुपन ल्यायौँ। कुपन लिइसकेपछि त्यसपछि हामी भित्र गयो। भित्र गएर नजर हालेको अचम्म। अनि मामाले टक्क ल भान्जा मेरो फोटो खिचिदिनु भनिहाल्नु भयो। गेटभित्र छिरेपछि जनकपुरको फोटोसोटो खिच्न लाग्यो, यताउता गर्न लाग्यो। अनि टक्क म चाहिँ टक्क तलतिर क्यामेरा गर्दै गएँ। अनि टक्क टिकट देखाइयो, टिकटभित्र गइयो होइन। अनि टक्क त्यसपछि हामी भित्र गएर पुरा टिकटहरू यति सल्लाह गर्दै जनकपुर मन्दिरभित्र टक्क